गरावसे नेपाली सङ्घ युरोपियन क्षेत्रीय कन्फरेन्सका प्रमुख अतिथि माननीय गणेश पराजुलीज्यू, यस कार्यक्रमका सभा अध्यक्ष युरोपका संयोजक रोबर्ट लिम्बू, परराष्ट्र मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्नु कृष्ण सुवेदी सर, त्यसै गरी बेलायत र आयरल्यान्डका लागि महामहिम राजदूत विपिन दवाडी सर, गरावसे नेपाली सङ्घका अध्यक्ष हेमराज शर्मा, गरावसे नेपाली सङ्घका उपाध्यक्षहरू, आइएसका साथीहरू, राष्ट्रिय समन्वय परिषदका अध्यक्ष लगायतका उपस्थित सम्पूर्ण गरावसे नेपाली साथीहरू सबैमा सन्ध्याकालीन नमस्कार। आज हामीले युरोपियन 17औं क्षेत्रीय सम्मेलन सङ्कल्प 2 दिनसम्म विभिन्न सेसनमा छलफल गरेर एउटा निष्कर्षमा पुगेका छौँ। समय अत्यन्तै लामो रह्यो, केही असहज परिस्थिति पनि रहे। अब हामी यो कार्यक्रमको अन्तिममा छौँ। यहाँहरू सबैलाई यो 2 दिनसम्म यी सेसनहरूमा के भयो त्यसको निचोड र यो निचोडलाई सम्बन्धित पक्षसम्म पुर्याएर गरावसे नेपाली सङ्घको जुन लक्ष्य छ त्यसमा समन्वय गर्दै युरोप क्षेत्रमा रहेका समस्या समाधान र त्यसको लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने हिसाबले जुन छलफल भए त्यो निचोडलाई म सङ्घको तर्फबाट यहाँहरू बिचमा प्रस्तुत गर्ने अनुमति चाहन्छु। गरावसे नेपाली सङ्घ एनआरएनको 17औं युरोप क्षेत्रीय सम्मेलन 10 र 11 अगस्त 2026 आयरल्यान्डको राजधानी डब्लिनमा पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिमा प्रतिबद्धता भन्ने मूल नाराका साथ राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता तथा प्रतिनिधि सभा सदस्य माननीय गणेश पराजुलीको प्रमुख आतिथ्यमा सफलतापूर्वक सम्पन्न भयो। नेपाल सरकारका तर्फबाट माननीय परराष्ट्र मन्त्री शिशिर खनाल, एनआरएनका संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतोको भर्चुअल माध्यमबाट सम्मेलनलाई सम्बोधन गर्नुभयो। सम्मेलनमा बेलायतकाले नेपालका कार्यवाहक राजदूत विपिन दवाडी, परराष्ट्र मन्त्रालय अन्तर्गत श्रम, आप्रवासन तथा डायस्पोरा समन्वय महाशाखाका उपसचिव कृष्ण कुमार सुवेदी, नेपालका राजनीतिक दलका प्रतिनिधि, सरकारका प्रतिनिधिहरू, निजी क्षेत्र, एनआरएन, आइसिसी तथा विभिन्न राष्ट्रिय समन्वय परिषद एनसिसीका पदाधिकारी एवं विभिन्न देशका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरू, उद्यमी, विज्ञ महिला तथा युवा नेतृत्व, दोस्रो पुस्ताका गरावसे नेपाली तथा विभिन्न नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रह्यो। सम्मेलनमा 35 भन्दा बढी देशका 250 भन्दा बढी सहभागीहरू प्रत्यक्ष रूपमा सहभागी हुनुभयो भने भर्चुअल माध्यमबाट 200 भन्दा बढी, टोटल 400 भन्दा बढीहरूको सहभागिता रह्यो। सम्मेलनका विभिन्न विषयगत सत्रहरूमा गरावसे नेपाली नागरिकता, गरावसे नेपाली सङ्घद्वारा गरिने कल्याणकारी कार्यक्रमहरू, युरोपेली लगानी, क्षेत्रीय चुनौती तथा अवसर, आर्थिक तथा श्रम कूटनीति, महिला तथा युवा सहभागिता, दोस्रो पुस्ताको संलग्नता, डायस्पोराको ज्ञान र नववर्धन, एनआरएनको रिब्रान्डिङ लगायतका विषयमा भनिफिट छलफल र भर्चुअल प्रस्तुतिहरू भए। अन्तर्क्रिया तथा विचार विमर्श गरी महत्त्वपूर्ण निष्कर्ष र सुझावहरू प्रस्तुत गरिए। उक्त छलफलबाट प्राप्त निष्कर्ष, सुझाव र प्रतिबद्धतालाई समेट्दै नेपाल र नेपाली डायस्पोरा बीचको सम्बन्धलाई थप सुदृढ, परिमाणमुखी, दीर्घकालीन बनाउने, गरावसे नेपालीको अधिकार तथा सरकारलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने तथा नेपालको आर्थिक सामाजिक विकासमा नेपाली डायस्पोराको योगदानलाई थप व्यवस्थित, प्रभावकारी र संस्थागत गर्ने उद्देश्यका साथ 17औं एनआरएन क्षेत्रीय बैठक डब्लिन घोषणापत्र 2026 जारी गर्दछ। नेपालको संविधानको धारा 14 बमोजिम गरावसे नेपाली नागरिकता, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार तत्काल कार्यान्वयन गर्न, गरावसे नेपाली सम्बन्धी विधेयक 2083लाई एनआरएनका सुझाव समेटी यथाशीघ्र संसदबाट पारित गरी कार्यान्वयन गर्न हार्दिक अनुरोध गर्छ। साथै एकपटकको नेपाली, सधैँको नेपालीको मान्यता अनुसार वंशजको नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्न आवश्यक संवैधानिक व्यवस्था गर्न यो सम्मेलन हार्दिक आग्रह गर्दछ। नेपालको आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन युरोपमा रहेका नेपालीहरूको पुँजी, सिप, अनुभव तथा सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्न, गरावसे नेपाली लगानीका प्रशासनिक, वित्तीय तथा प्रक्रियागत अवरोध हटाई मैत्रीपूर्ण वातावरण निर्माण गर्न नेपाल सरकार समक्ष यो सम्मेलन हार्दिक अनुरोध गर्दछ।
एनआरएन डेभलपमेन्ट फन्ड सम्बन्धमा एनआरएनले लामो समयदेखि उठाउँदै आएको धितोपत्र जारी सम्बन्धी विषयलाई जारी पुँजीको 85% धितोपत्र जारी गर्न सक्ने गरी कार्यान्वयनको दिशामा अघि बढाउनु भएकोमा नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालय तथा नेपाल सरकारप्रति यो सम्मेलन हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ। साथै यस फन्डमा ठुला लगानीका अतिरिक्त साना तथा मझौला लगानीमा समेत सहभागी हुन गैराप्से नेपाली समुदाय तथा सम्बन्धित लगानीकर्ताहरूलाई यो सम्मेलन आह्वान गर्छ। विभिन्न क्षेत्रीय सम्मेलनमा रोड शोको तयारीका लागि सम्बन्धित क्षेत्र राष्ट्रिय समन्वय परिषदहरूलाई आग्रह गर्दछ। नेपाललाई विश्व सामु उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न तथा युरोप लगायत विभिन्न मुलुकमा नेपाल हाउस लगायत नेपाल प्रवर्धनका संस्थागत माध्यमहरूलाई सुदृढ गर्दै नेपाली उत्पादन, पर्यटन, संस्कृति, कला लगायतका अवसरलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्ने प्रतिबद्धता व्यक्त गर्छ। साथै नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार, बजारीकरण, ब्रान्डिङका लागि डायस्पोराको सहज व्यावसायिक पहुँच तथा अनुभवलाई प्रभावकारी रूपमा परिचालन गर्न आवश्यक पहल गर्न सबैलाई आह्वान गर्दछ। युरोप लगायत विश्वभर रहेका नेपाली श्रमिकहरूको अधिकार, सुरक्षित तथा मर्यादित रोजगार, सिप विकास, सामाजिक सुरक्षा, प्रभावकारी श्रम र कूटनीति सुनिश्चित गर्न आवश्यक नीतिगत सुधार गर्न नेपाल सरकारलाई आग्रह गर्छ। नियमित आप्रवासन अवसर तथा वैधानिक श्रम मार्ग रेगुलेसन माइग्रेसन पाथवेलाई सुदृढ गर्न पोर्चुगल, इटाली, टर्की, रोमानिया, क्रोएसिया, सर्बिया लगायतका मुलुकहरूमा गैरकानुनी रूपमा मानव ओसार पसार नियन्त्रण जनचेतना अभियान सञ्चालन गर्न नेपाल सरकार नेपाली कूटनीतिक नियोग तथा सरकारवाला बीच प्रभावकारी समन्वयका लागि आग्रह गर्दै त्यसका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। साथै नेपालीको उल्लेख उपस्थित रहेका मुलुकहरूमा नेपाली दूतावास तथा श्रम सहचारीको व्यवस्था र डेनमार्क स्थित नेपाली दूतावासको निरन्तरताका लागि सरकारसँग आग्रह गर्दछ। डायस्पोरामा नेपाली महिलाहरूको नेतृत्व, उद्यमशीलता, आर्थिक सहभागिता तथा निर्णय प्रक्रियामा प्रतिनिधित्व बढाउन विशेष कार्यक्रम सञ्चालन गर्दै महिलाहरूको सुरक्षित आप्रवासन, स्वास्थ्य, कानुनी पहुँच, आर्थिक आत्मनिर्भरता तथा नेतृत्व विकासलाई एनआरएनको प्राथमिकतामा राख्दै आवश्यक सहकार्य र समन्वयका लागि आह्वान गर्दछ। एनआरएनको वर्तमान तथा भविष्यको नेतृत्वमा युवा तथा दोस्रो पुस्ताको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै उनीहरूलाई नेपाली भाषा, संस्कृति, इतिहास र पहिचान, मातृभूमिसँग जोड्ने युरोप स्थित नेपाली समुदाय, विद्यालय तथा सम्बन्धित संस्थाबित सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। साथै युवा तथा दोस्रो पुस्तालाई एनआरएनको नेतृत्व, निर्णय प्रक्रियामा महत्त्वपूर्ण साझेदारको रूपमा स्थापित गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछ। विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, प्राविधिक, उद्योगी तथा पेसाकर्मी, ज्ञान, सिप र अनुभवलाई नेपालको विकाससँग जोड्न नेपाल नलेज एन्ड स्किल नेटवर्कको निर्माण तथा सुदृढ गर्दै डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, अनुसन्धान, विज्ञान तथा नवप्रवर्तनका क्षेत्रमा नेपाल डायस्पोरा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्छौँ। साथै युरोपसहित विश्वभर रहेका नेपाली उद्यमी, व्यवसायी, लगानीकर्ता तथा पेसाकर्मी इन्टरप्राइजेस म्यापिङ गरी उनीहरूको विज्ञता, लगानी क्षमता र बजार पहुँचको तथ्याङ्क सङ्कलन तथा डिजिटल माध्यमबाट परिचालन गर्न आवश्यक पहल गर्न सरकारवाला सबैलाई आह्वान गर्दछ। आगामी जनवरीमा आयोजना हुने चौथो विश्व ज्ञान सम्मेलन, पहिलो विश्व महिला सम्मेलन तथा प्रथम दोस्रो पुस्ता सम्मेलन सफल बनाउन नेपाल सरकार, राष्ट्रिय समन्वय परिषद लगायत सम्बन्धित सबै सरकारवालालाई आवश्यक सहयोग र सहकार्यका लागि यो सम्मेलन आह्वान गर्छ। साथै मध्यपूर्व क्षेत्रीय सम्मेलन नोभेम्बर 2026, ओसियाना क्षेत्रीय सम्मेलन डिसेम्बर 2026 तथा अमेरिका क्षेत्रको सम्मेलन अप्रिल 2027मा सफलतापूर्वक आयोजना गर्न आवश्यक सहयोग र सहकार्यको लागि सबैमा हार्दिक आह्वान गर्दछ। काठमाडौँमा सम्पन्न सङ्घको रणनैतिक कार्यशालाबाट तयार एनआरएनए रोडम्याप टु 2030 कार्यान्वयन गर्न आइसिसीले अघि सारेको रिब्रान्डिङको योजना कार्यान्वयन गर्न यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्छ। साथै सम्पूर्ण पञ्जीकृत सदस्यहरूलाई अनलाइन मार्फत आइसिसीको नेतृत्व चयन गर्ने नयाँ वैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न समयमै आवश्यक पूर्वाधार तयार गर्न आइसिसीलाई अनुरोध गर्छ। यस सम्मेलनबाट पारित घोषणा तथा सुझावलाई कार्यान्वयनयोग्य कार्ययोजना रूपान्तरण गरी सम्बन्धित विभाग, क्षेत्रीय संरचना, राष्ट्रिय समन्वय परिषद तथा सरकारवाला निकायको जिम्मेवारी निर्धारण गर्ने र नियमित अनुमोदन तथा प्रगति समीक्षा प्रतिबद्धता
समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। एनआरएनको सबैभन्दा ठुलो शक्ति नै एकता हो। संस्थाको हित उद्देश्य र नेपाली डायस्पोराको साझा अधिकारका लागि आइसिसी र एनसिसी तथा सम्पूर्ण अग्रज अभियन्ता सदस्यहरूलाई आपसी मतभेदभन्दा माथि उठी एकता, सहमति र सहकार्यका लागि साथ एकजुट भएर अघि बढ्न यो सम्मेलन आह्वान गर्दछ। ब्रिटिस गोर्खाहरूले लामो समयदेखि उठाउँदै आएको असमान पेन्सन तथा विभेद अन्त्यको माग, गोर्खा वंशजका लागि नेपाली नागरिकताको निरन्तरता सम्बन्धी मागलाई यथाशीघ्र सम्बोधन गर्न सम्मेलन नेपाल सरकार समक्ष हार्दिक आग्रह गर्छ। साथै विश्व प्रसिद्ध पर्वतारोही निर्मल पूर्जाको लगायत अन्य पर्वतारोहीको दुःखद निधनप्रति गहिरो संवेदना व्यक्त गर्दै उहाँहरूले नेपालको नाम, पहिचान र प्रतिष्ठालाई विश्वभर उच्च पुर्याउनु भएको अतुलनीय योगदानको उच्च प्रशंसा गर्दछ। इजरायल लगायत देशहरूमा सरकार G2G सम्झौता मार्फत कार्यरत नेपाली कामदारहरूको सेवा सुविधा तथा रोजगारको अवधि थप गर्न सम्बन्धित सेवा प्रदायक कम्पनी तथा प्रतिष्ठानहरूसँग आवश्यक समन्वय र सहजीकरण गर्न नेपाल सरकारलाई अनुरोध गर्दछ। सङ्घको आगामी 18औं युरोपियन क्षेत्रीय सम्मेलन आयोजना गर्न गैराप्से नेपाली सङ्घ राष्ट्रिय परिषद युके र पोल्यान्डले इच्छा जाहेर गरेकोमा आइसिसीले आवश्यक निर्णय गरी यी दुई मध्ये एक देशमा सम्मेलन आयोजना गर्न निर्णय गरिने जानकारी गराउँदछ। अन्त्यमा यस सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने, सहकार्य गर्ने, योगदान पुर्याउनु हुने आयोजक राष्ट्रिय समन्वय परिषद आयरल्यान्ड, आयोजक समितिका सदस्यहरू, प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा सदस्य, युरोप क्षेत्रका सम्पूर्ण राष्ट्रिय समन्वय परिषदहरू, प्रायोजकहरू, स्वयंसेवक र सञ्चारकर्मी तथा सम्पूर्ण व्यक्ति संस्थाप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौँ। धन्यवाद। यो जुन कन्फरेन्सको सारलाई हामीले हाम्रो अफिसियल माध्यमबाट यसलाई पत्रकार साथीहरू बिचमा पुर्याउनेछौँ। म यति भन्दै यहाँबाट बिदा हुन्छु। धन्यवाद, नमस्कार।